नमस्कार अनि स्वागत छ एनपीएल सिजन 2 को सबैभन्दा ठूलो ब्लकबस्टरमा। आज मैदानमा उत्रदैछन् दुई फरक टिम, अनुभवको शक्ति भएको चितवन राइनोज र युवा जोशका साथ विदेशी ब्याटिङ पावर थपेको कर्णाली एक्स। यो खेल मात्र होइन, यो हो अन्तर्राष्ट्रिय अनुभव र युवा प्रतिभाको महासङ्घर्ष। के कर्णालीले आफ्नो 2-0 को हेड टु हेड रेकर्डलाई कायम राख्न सक्ला, वा चितवनका ग्लोबल स्टार्सहरूले खेल मोड्नेछन्? सबैभन्दा पहिले कुरा गरौँ चितवन राइनोजको। यो टोलीको पहिचान हो अनुभव र सन्तुलन। उनीहरूको मुख्य हतियार उनीहरूका विदेशी दिग्गजहरू हुन्, रवि बोपारा र सोहेल तन्वीर। बोपारा मध्यक्रमका सङ्कटमोचक हुन्। उनले इनिङ्सलाई स्थायित्व दिन्छन् र अन्त्यमा ठूला प्रहार गर्न सक्छन्। उनी चितवनका लागि फिनिसरको भूमिकामा रहनेछन्। उता सोहेल तन्वीर असाधारण टी20 विशेषज्ञ। उनको गतिको भिन्नता र बायाँ हाते कोणले ब्याट्सम्यानहरूलाई हैरान पार्नेछ। यी दुई अनुभवीको साथमा नेपाली पावर हाउस कुशल मल्लको विस्फोटक ब्याटिङले चितवनको लक्ष्य सधैँ 170 रनभन्दा माथि हुनेछ। मुख्य चिन्ता, यदि यी तीनै स्टार्स बोपारा, तन्वीर, मल्ल एकैपटक फ्लप भए भने टोली दबावमा पर्न सक्छ। अब हेरौँ कर्णाली एक्सलाई। कर्णालीले यसपटक बलिङभन्दा ब्याटिङ गहिराईमा जोड दिएको छ। उनीहरूले 3 अनुभवी टप अर्डर ब्याट्सम्यानलाई भित्र्याएका छन्, म्याक्स ओडाउड्स, प्रियाङ्क पान्चाल र विलियम बोसिस्टो। डाउड र पान्चालको काम हो एक आक्रामक र एक स्थिर शैलीमा पावर प्लेको भरपूर फाइदा लिने। टी20 मा सुरुवाती साझेदारी महत्त्वपूर्ण हुन्छ र यी दुईले त्यो काम राम्ररी गर्न सक्छन्। अर्को महत्त्वपूर्ण पक्ष कर्णालीको बेन्च स्ट्रेन्थ। घरेलु खेलाडीहरू सोमपाल कामी र पवन सर्राफले उनीहरूलाई थप सन्तुलन दिएका छन्। कर्णालीको सफलता यी 3 विदेशी खेलाडीहरूको उत्कृष्ट सुरुवातमा निर्भर हुनेछ। यो म्याचको 2 सबैभन्दा महत्त्वपूर्ण प्रतिस्पर्धा के हो त? पहिलो, सोहेल तन्वीरको अनुभव विरुद्ध म्याक्स ओडाउडको आक्रामकता। पावर प्लेमा कसले कसलाई जित्ने? दोस्रो, चितवनका कुशल मल्ल विरुद्ध कर्णालीका 16 वर्षीय युवा स्पिनर विपिन शर्मा। यदि विपिनले कुशललाई रन बनाउनबाट रोक्न सके भने कर्णालीले ठूलो फाइदा लिनेछ। कर्णालीका युवा अलराउन्डर गुलसन झाको फास्ट बलिङ र आक्रामक ब्याटिङले खेलको कुनै पनि छेडमा मोड्न सक्छ। त्यसैले यो खेल सिर्फ विदेशी खेलाडीको होइन, यो नेपाली युवा प्रतिभाको पनि हो। अन्तिममा मेरो विश्लेषण के भन्छ त? कर्णाली एक्सको ब्याटिङ गहिराई धेरै राम्रो छ, जसले उनीहरूलाई लक्ष्य पछ्याउन सहज बनाउँछ। तर चितवन राइनोजसँग रवि बोपारा र सोहेल तन्वीरको रूपमा 2 यस्ता खेलाडी छन् जसले खेलको कुनै पनि दबावपूर्ण छेडमा खेल आफ्नो पक्षमा पार्न सक्छन्। निष्कर्ष, यो टसमा निर्भर गर्छ। यदि चितवनले पहिला ब्याटिङ गर्यो भने उनीहरू बलियो छन्। तर कर्णालीले आफ्नो हेड टु हेड रेकर्ड र बलियो टप अर्डरको आधारमा निकै कडा प्रतिस्पर्धापछि जित निकाल्ने सम्भावना अलि बढी देखिन्छ। तपाईको विचार के छ? यो महामुकाबलामा आजको गेम चेन्जर को होला? कुशल मल्ल कि म्याक्स ओडाउड? आफ्नो भविष्यवाणी तल कमेन्ट गर्नुहोस्। भिडियोलाई लाइक गर्नुहोस्, शेयर गर्नुहोस् र हामीलाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्। धन्यवाद। भेटौँला अर्को विश्लेषणमा।